तपाईले क्लाइन्ट पाउनको लागि चाहिँ तपाईले धेरै मेथडहरू छ क्या। एउटा मेथड भनेको सिग्नलबाट पनि हुन्छ क्या। यदि कहीँ चाहिँ हायर गरिराख्नु भने कसैले, त्यो भनेको त्यो कम्पनी चाहिँ ग्रोइङ स्टेजमा छ। तपाईलाई तिनीहरूले ओके भन्नलाई, मानम मेरो बिजनेस छ, बिजनेस कन्सल्टेन्सी, यदि मैले तपाईँको बिजनेसलाई रिच आउट गर्नु पर्यो भने, यदि तपाईँ नै घाटामा हुनुहुन्छ भने त तपाईँले हामीलाई अनबोर्ड गर्नुहुन्न नि त, तपाईँले हामीसँग काम गर्नुहुन्न नि त। सो हामीले चाहिँ त्यस्तो ट्रिगरहरू चाहिँ एनालाइज गर्छौँ। मानौँ कि तपाईँले चाहिँ मार्केटिङ हेड हायर गर्न खोज्नुभयो। सो अब तपाईँसँग हामीले के बुझ्छौँ भने तपाईँसँग पैसा छ, तपाईँलाई मार्केटिङको प्रब्लम छ। सो हामीले चाहिँ तपाईँले पोस्ट हाल्ने बित्तिकै तपाईँले सिकहरूमा एप्लाई गर्नुभयो भने हामीले चाहिँ त्यो डाटालाई चाहिँ एक्सट्र्याक्ट गरेर तपाईँलाई रिच आउट गर्छौँ। तपाईँले चाहिँ मार्केटिङ डिपार्टमेन्टको हेड हायर गर्दै हुनुहुन्छ, तपाईँको फाउन्डेसन चाहिँ राम्रो छैन, तपाईँको वेबसाइट राम्रो छैन, तपाईँको सर्भिस तपाईँले जुन चाहिँ गर्न खोज्नुभएको त्यो राम्रो छैन, तपाईँलाई चाहिँ हामी डेमो दिन्छौँ कसरी चाहिँ के गर्ने भनेर चाहिँ हामीले त तिनीहरूलाई यसरी चाहिँ इमेल गर्छौँ। म तपाईँलाई देखाउँछु कसरी चाहिँ हामीले चाहिँ सिकबाट चाहिँ सबै यो चाहिँ एनडिएसको लागि हो। सो सब जब एप्लिकेसनहरू चाहिँ यसरी चाहिँ फिल्टर आउट गर्छौँ र एक्सट्र्याक्ट गरेर जब टाइटल के थियो, अब जब टाइटलको फिल्टर चाहिँ हामीले चाहिँ कतिले एनडिएस सपोर्ट कोअर्डिनेटर भनेर खोज्छन्, कतिले सपोर्ट कोअर्डिनेटर भनेर खोज्छन्। सो हामीले चाहिँ सबलाई चाहिँ एउटा फिल्टर गरेर, यदि जसले पनि एनडिएस सपोर्ट कोअर्डिनेटर एन्ड रिकभरिङ कोच भनेर खोजे पनि सपोर्ट कोअर्डिनेटरै हो, एनडिएस सपोर्ट कोअर्डिनेटर भनेर खोजे पनि सपोर्ट कोअर्डिनेटरै हो। सो हामीले चाहिँ यसलाई चाहिँ फिल्टर आउट गर्छौँ जब डिस्क्रिप्सनलाई चाहिँ, अनि कम्पनी कुन कम्पनीले हायर गर्दैछ, अनि जबको स्कोर कति छ, हामीले खोजेकोसँग म्याच हुन्छ कि नै, आउट अफ 5मा चाहिँ कति छ। हामीले चाहिँ यहाँ 5हरू मात्र राख्यौँ र अरू सबै 4, 3 भएका चाहिँ सबैलाई हामीले चाहिँ डिलिट गरिदियौँ। अनि हामीलाई चाहिएको सिडनीको खोजिरहेको थियौँ, हामीले चाहिँ सिडनीमा चाहिँ कुन कुन जबहरू खुलिराख भनेर यसरी हामीले चाहिँ तिनीहरूको लोकेसन पनि लियौँ र हामीले चाहिँ कहिले चाहिँ यो जब स्क्रैप गऱ्यौँ त, कहिले चाहिँ हामीले यो डाटा चाहिँ हाम्रो एक्सेल सिटमा आयो त। सो किनभने अब 1 वर्ष पहिला झिकेकोसँग त हाम्रो काम भएन नि त। सो यसरी, अनि यो जब चाहिँ कुन सब क्याटेगोरीमा छ, एज र डिसेबिलिटी छ कि हेल्थ केयर सेक्टर छ कि, यसरी भयो। अनि यसैबाट चाहिँ हामीले चाहिँ कसलाई चाहिँ रिच आउट गर्ने, त्यो चाहिँ एप्लाई गरेको इमेलमा पनि हामी रिच आउट गर्छौँ र हामीले चाहिँ फर्दर उसमा पनि हामीले चाहिँ इनरिचमेन्टहरू चाहिँ गर्छौँ। यसरी चाहिँ कन्ट्याक्ट इमेलहरू फाइन्ड गर्ने, कम्पनीको युआरएल र डिस्क्रिप्सन के थियो त, त्यो जब डिस्क्रिप्सन के थियो। सो यसरी चाहिँ हामीले सब रन गरेर अनि चाहिँ हामीले तिनीहरूलाई चाहिँ एक्चुअल वेमा पर्सनलाइज तरिकाले चाहिँ रिच आउट गर्छौँ एभ्री वानलाई। सो तपाईँलाई पनि यस्तै आउटरिच सिस्टम बनाउनु छ आफ्नो बिजनेसको लागि भने आजै हामीलाई रिच आउट गर्नुहोस्।